इतिहासमा अहिलेसम्मकै सबैभन्दा अयोग्य सोमत बिनाको सभामुख भनेर घन्टी पार्टीबाट मनोनित अहिलेको सभामुख डिपी अर्याललाई मान्नुपर्छ। किनभने उनलाई राम्ररी तिथि मिति पनि थाहा छैन। 83 साललाई फर्केर 82 भन्दैछन्। यहाँ प्रतिनिधि सभाको अर्को बैठक 2082 साल वैशाख 31 गते बिहिबार बिहान 11। उनले आफ्ना सांसदहरूलाई राम्ररी चिन्दा पनि चिन्दैनन्। भीष्मराज आङदाम्बेलाई उनले अर्जुन नरसिंह केसी भन्छन् यसरी। सदस्यको नाममा त्रुटि हुन गएकोमा म त्यो फिर्ता लिन्छु, तर मान्य सदस्यले हामी सदन सुरुवात भएको 15 दिनै भयो। अर्को एकजना सांसदलाई कति घण्टा समय चाहियो भन्दै यसरी थर्काउँछन्। ऐन महरले कति घण्टा समय माग्नुहुन्छ? अनि यस्तो खालको सभामुख तपाईँले अहिलेसम्म देख्नु भएको थियो? मैले चाहिँ देखाएको थिइनँ। त्यसैले म भन्छु डिपी अर्याल योग्य सभामुख होइनन्।